नमस्ते सबैजनालाई। आज पनि मैले सानो छोटो मिठो भिडियो लिएर उपस्थित भइसकेकी छु। म चाहिँ आज घरबाट आज शनिबारको दिन घरबाट एउटा बहिनीको बर्थडे पार्टीलाई भनेर निस्के याङको बुक गरेर, जहाँ पुग्दाखेरि एकदमै ढिला भइसकेको थियो। सबैजना आइसक्नु भएको रहेछ। म पुग्दाखेरि चाहिँ अलि ढिला नै भयो। तर मलाई म्याम सबैजना म्यामले यता जिस्काउँदै हुनुहुन्छ, भ्लगरले ढिला आइपुग्यो भन्दै हुनुहुन्छ। मैले सुरुमा पूर्णिमा ढकाल म्यामलाई हेलो हाई भने उता हुनुहुन्छ हाम्रो बहिनीहरू, जसको बर्थडेमा म गएको थिएँ। आज चाहिँ उनीहरूकै बर्थडे पार्टी थियो। त्यसपछि हामी सबैजना गफमा व्यस्त, हँसी मजाक हाम्रो चलिरहेको थियो। पूर्णिमा मगर म्याम फेरि कोल्ड ड्रिङ्क्सलाई ओहो माई गड डरो तरिकाले पिउनु भयो त फेरि। मैले मेरो भिडियोमा सबैजनालाई क्याप्चर गरिरहेको छु। त्यहाँ सबैजना गफमा एकदमै व्यस्त हुनुहुन्छ। फेरि ढकाल म्याम के फाल्दै हुनुहुन्छ, फेरि त्यहाँ बल फाल्ने हो कि ढुङ्गा फाल्ने हो कि कुरा, फेरि ढकाल म्यामको छुट्टै कुरा छ। फेरि त्यहाँ कुरा सुनेर सबैजना एकदम इन्जोय गर्दै हुनुहुन्थ्यो। हामी त्यहाँको सुरुमा हामीले त्यहाँ बिरयानी मगाएर खायौँ, जुन चाहिँ एकदमै टेस्टी, मलाई एकदमै पर्सनली नै मिठो लाग्यो। बिरयानी एकदमै मिठो थियो। त्यसपछि खानेकुरा खाँदै थियौँ, हामी खानेकुराको इन्जोय गर्दै थियौँ। सबैजना हामी खानेकुरा खाँदै थियौँ। त्यहाँनिर खाँदा फेरि अर्को खानेकुरा आयो। कति खाएको आज त खानेकुराको कुनै साँधै छैन। सीतामा मस्किरहनु भएको छ। त्यत्तिकैमा फेरि यहाँ आई एउटी हाम्रो भ्लगमा, मेरो भ्लगमा आइन भनेर उसको गुनासो छुट्टै छ। अब के गर्नु, हिजो थिइनँ बिचरा ओसिया मसक्कै मस्किन्छ फेरि श्रद्धाको कुरो सुनेर। त्यसपछि हामी सिधै हेर्नुहोस् स्टेजमै चढेर बर्गर हाउस पुरै हल्लाउने गरी टिकटक बनायौँ। त्यसपछि केही पिक्चरहरू पनि मैले लिएँ, त्यहाँ हेर्न सक्नुहुन्छ मसक्क हाँसेर। त्यसपछि फेरि हामी कन्टिन्यू टिकटक तर्फै लागिरह्यौँ। टिकटक टिकटक त हामीले बाबु जहाँ गए पनि हामी टिकटक त बनाउनु छोड्ने नै होइन। हामी कस्तो के भन्नु, अब त्यहाँ त पुरै बर्गर हाउसमा अरू मान्छे पनि आउनु भएको थियो। बिचरा सबैको ध्यान चाहिँ हामीतिर। अब हामी फेरि मान्छे त्यस्तै छौँ क्या, जहाँ गए पनि ध्यान चाहिँ हामी अरू मान्छेको पनि ध्यान केन्द्र चाहिँ हामीतिर गरिहाल्छौँ। सबैजना ग्रुपमा नाचगान भयो, स्टेप सिकासिकी भयो। फेरि त्यहाँ हेर्नु सबै डाइरेक्टर फेरि एउटाको स्टेप अर्कोलाई भएन भने चाहिँ अर्को बसेको मिलेन भने चाहिँ टिकटक बनाउनै टाइम लाग्ने। फेरि छुनुक मुनुकै धेरै हुन्छ क्या हाम्रो। फेरि हाम्रो यता डाइरेक्टर फेरि श्रद्धा पुरै सिकाउँदैछिन्, उता फेरि उल्टो गर्दै हुनुहुन्छ। पूर्णिमा ढकाल म्यामले हेर्नुहोस् न, त्यहाँ फेरि तान परि नै सकिगयो। ल बच्चाभन्दा कम छैनौँ फेरि हामी पनि। भगवान् के गर्नु, साथीहरूको मेरो पारै छुट्टै छ क्या। फेरि यसरी हामीले टिकटकहरू 2-4वटा टिकटक पनि बनायौँ, बनाउँदै थियौँ यसरी टिकटक। कल्पना म्याम के भन्दै हुनुहुन्छ फेरि त्यहाँ हाँसेर बस्नु छैन। म फेरि हेर्नु कपाल मिलाउँदै गएँ। फेरि पिङ देख्नै नहुने, पिङमा गएर चढिहालेर अलिअलि यस्तो बिस्तारै एकदम स्लो मोसन संस्कारी रूपमा म बस्दैछु त्यहाँ। यताउति यसो अनुगमन पनि गर्दैछु। फेरि हामी दुइटाको फेरि भेट भइसक्यो। साथीहरूको अरूको आँखा छलेर हाम्रो भेट भइसक्यो। हामीले फेरि हामी 90s गीतमा मात्रै टिकटक बनाउने कि। फेरि अरू गीत कल्पना म्यामलाई समझमै आउँदैन, फेरि मार्छ थाहा पायो भने के गर्नु। त्यसपछि म सिरियस मोडमा छु है। फेरि यो मेरो पुरै सिरियस मोडमा भइरहेछ। फेरि म चाहिँ यसो साथीहरू क्या, म एक्लै भएँ नि त एकछिन त त्यहाँ। एक्लै भएपछि अनि फेरि यसो के गर्दैछन् साथीभाइ, कस्तो रहेछ यो बर्गर हाउस भनेर म अनुगमन गर्दैछु क्या। साथीहरू के रहेछ कसो रहेछ, ग्यादरिङ गर्दा हुन्छ कि हुँदैन फेरि आउँदाखेरि भनेर म यसो अनुगमन गर्दैछु है। म फेरि त्यहाँ म यसो सिरियस भएर बसेको चाहिँ होइन फेरि। त्यसपछि हामी लास्ट मोमेन्टमा मिल्क टीबाट हाम्रो सबै कुराहरू इन्डिङ गऱ्यौँ। चिया खाँदै थियौँ हामी। उता मेरो बहिनी फेरि ओसिया मस्किँदै छ फेरि भिडियोमा। त्यस्तै गर्दै हामीले भिडियोलाई इन्ड गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।